And by the way, this is my first time. Hello, welcome to my channel Story of Abhishek. आज चाहिँ म यो इयरको पहिलो ट्रेक जाँदैछु। अब चाहिँ म यहाँ घरबाट निस्केर एयरपोर्टको लागि जाँदैछु। 8 बजेको फ्लाइट छ। अहिले पौने 7 भएको छ। अब एयरपोर्ट पुग्दा 7 हुन्छ। आज वेदर बादल आइरहेको छ अनि सायद प्लेन उड्छ होला भन्ने होप गरौँ। अहिले चाहिँ म अब एयरपोर्ट जाँदैछु। करिब पौने 7 भयो। कुरा गर्दैछु। अब यहाँ दाइ चाहिँ मलाई छोड्न आएको छ बिगमार्टसम्म। हल्का सामान किन्नु छ अनि अब 7 बजे एयरपोर्ट पुग्नु छ। त्यसपछि मेन चाहिँ हाम्रो वेदर बादल लागिरहेको छ एकदम। आज बादल खुलोस् भन्ने आश गरौँ। पटाउ पुरिरहेको फर्स्ट टाइम इन एयरपोर्ट। यहाँ हाम्रो तारा एयरबाट जाने हो। सो लाइन भइरहेको छ र फ्लाइट टिकटको लागि प्रोसेसिङ भइरहेको छ। एन्ड बाई द वे दिस इज माई फर्स्ट टाइम इन फ्लाइट। प्लेनमा फर्स्ट टाइम हो। म एकदम नर्भस भइरहेको छु। अहिले चाहिँ वेदर राम्रो नभएर यहाँ प्लेनहरू डिले भइरहेको छ। अहिले वेटिङ गरिरहेको। यता मान्छेहरूको भिड छ एकदम। इफ आज प्लेन उड्यो भने, आज भएन भने पनि भोलि के हुनेछ सायद, होप। फाइनली कति भन्दा 12 अहिले 12 बज्यो बल्ल। अनि 7:30 बजी एयरपोर्ट आएको। कुदा लुकाको फ्लाइट चाहिँ नहुने भयो। अब हेलीमा जान लागेको। पानी रोक्यो भने हेलीमा जाने। अब आधी घन्टा अझै कुद्नुपर्छ। Okay, cool. बोर्डिङ पास लिएको आधी घन्टाभन्दा अलिक बढी भयो। तै पनि अझै मौसम खुलाएको छैन। पानी परिरहेको छ। पानी अलि रोक्यो भने चाहिँ फ्लाइट हुने चान्स अलिक बढ्थ्यो सोचे हो।
अब हेरौँ पुऱ्याउँ एकछिन सकसम्म त हेलीलाई त चान्सेस धेरै नै हुन्छ अहिले त्यस्तो क्लियर छैन पुरिरहेको छौँ यता मान्छेहरू पुरै दायाँ म मात्र होइन अरू प्लेनको पनि धेरै वेटिङमा छन् बिहान 7:30 देखि अहिले 3:30 बजीसम्म कुदा बल्ल अब हेली उड्ने भयो बल्ल ह्याप्पी भयो यार धेरै बेर कुद्यो भोक लागिसक्यो है अब चाहिँ गाडी चढ्यो हेलिप्याड भएको ठाउँमा जान लाग्यो हामी झाँसी कि लुक्लै जान्छ होला लुक्ला त अहिले जाँदैन लुक्ला त पुरै खत्तमै छ सुबे पनि बिग्रिला छ अब त्यहाँ गएर एकछिन कुद्ने राम्रो होइन सुबे जाने भएन भने भोलि बिहान जान्छ ठुलो सानो बसेमा नाम्ची भन्दा माथि 17 Time to fly. Helicopter को पहले experience. Okay. Captain. Okay.
हेलिकप्टरमा मेरो पहिलोचोटि भएकोले म एकदम नर्भस भइरहेको थिएँ। अनि अब के होला कसो होला भनेर मनमा एउटा डर पनि थियो। तर यो सिटीको भ्यू, माउन्टेनको भ्यू हेर्दै जाँदा एक्साइटमेन्ट पनि बढ्दै गइरहेको थियो र रमाइलो पनि भयो। केही बेर हेलिकप्टरमा उडिसकेपछि बिस्तारै डर हराउँदै गयो र झन् रमाइलो हुँदै गयो। मौसम पनि खुल्दै गइरहेकोले भ्यूहरू पनि एकदम राम्रो देखिएको थियो। फाइनली 45 मिनटको हेलिकप्टर राइडपछि म लुक्लामा आइपुगेँ। मजा भयो। लुक्लामा ल्यान्डिङ भएर अब यहाँबाट हामी होटल जाँदैछौँ। ग्रुप यहाँ छ। राइट मजा आयो। फेरि हुसु लागिसक्यो। ठ्याक्कै कस्तो राइट टाइमिङमा आइपुगेँ। अब हामी हिँड्दै आज फाक्दिङै जाने कुरो भयो। 3 घन्टा हिँड्नुपर्छ अरे। अहिले लगभग 5:30 अलि बढी भएछ। अब हेर्दै पहिला यहाँ अब लुक्ला लजमा जाने, खाजा खाने। बिहानदेखि केही खाएको छैन, दिनभरि भोकको। राइट ल काठमाडौँको गर्मीबाट एकैचोटि लुक्लाको चिसोमा आइपुग्दाखेरि छुट्टै संसारमा आइपुगेको जस्तो फिल भएको थियो। बिस्तारै हिँड्दै अब होटलतर्फ जाँदैछौँ। अब लुक्ला लजमा आइपुग्यौँ। बिहानदेखि केही खाएको थिइनँ। अब यहाँ हल्का केही खाजा नास्ता गरेर फाक्दिङतर्फ हामी लाग्नेछौँ। लुक्लाबाट हिँड्दाखेरि करिब 6 बजिसकेको हुनाले बिस्तारै अब अँध्यारो हुँदै थियो। फाक्दिङ पुग्न 3 घन्टा लाग्ने थियो र अँध्यारोमा बत्ती बाल्दै हिँड्दै फाक्दिङ आइपुग्यौँ। आज फाक्दिङमै हामी बस्दैछौँ डिनर गरेर। आजबाट एभरेस्ट बेस क्याम्प ट्रेकको पहिलो दिन सकिएको छ। अब भोलिबाट एभरेस्ट बेस क्याम्प ट्रेकको सेकेन्ड डे सुरु।